भर्खरै टी20 विश्वकप खेलेर फर्किएको नेपाली राष्ट्रिय टिमले अर्को कुन अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दैछ त? आजको यस भिडियोमा हामी सम्पूर्ण जानकारी दिनेछौँ। नेपालले आगामी 10 मार्चबाट आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 अन्तर्गत ओमान र युए विरुद्ध नेपालमा नै म्याचहरू खेल्नेछ। यस प्रतियोगिताका सम्पूर्ण खेलहरू कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा खेलाइनेछ। नेपालले आफ्नो पहिलो खेल 10 मार्चमा ओमान विरुद्ध खेल्नेछ। यस्तै दोस्रो खेल 14 मार्चमा युए विरुद्ध खेल्नेछ। यस्तै 16 मार्चमा ओमान विरुद्ध खेल्नेछ भने अन्तिम खेल 20 मार्चमा युए विरुद्ध खेल्नेछ। आगामी 2026 मा हुने ओडिआई विश्वकपको महत्त्वपूर्ण पाथोय मानेको यस प्रतियोगितामा नेपालको प्रदर्शन चिन्ताजनक छ। 8 टिम सहभागी यस प्रतियोगितामा नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ। 20 खेल खेलिसकेको नेपालले जम्मा 5 खेलमा जित निकाल्दा 13 खेलमा हार्न पुगेको छ। आफ्नो ओडिआई स्ट्याटस बचाउनका लागि पनि नेपालले आगामी खेलहरू जित्नुपर्ने दबावमा नेपाल रहेको छ। आफ्नो पछिल्लो 4 खेल नै हारेको नेपाल आफ्नो होम ग्राउन्डमा कस्तो प्रदर्शन गर्ला त हेर्न बाँकी नै छ। यस प्रतियोगिता अगाडि नेपाली खेलाडीहरू जय ट्रफी खेलिरहेका छन्। यसबाट यस महत्त्वपूर्ण प्रतियोगिता अगाडि नेपाली खेलाडीहरूले लामो इनिङ खेल्ने राम्रो अभ्यास हुन सक्छ। यसै प्रतियोगितामा सेन्चुरी हानेका भीम सार्की राष्ट्रिय टिममा फर्किन सक्नेछन्। कुनै युवा खेलाडीहरूले जय ट्रफीमा राम्रो प्रदर्शन गर्न सकेको खण्डमा राष्ट्रिय टोलीमा पर्न सक्ने सम्भावना समेत रहन सक्छ। 20 ओभरको विश्वकप खेलेर फर्किएका नेपाली खेलाडीहरूलाई यस प्रतियोगिताले लामो अवधिको क्रिकेट खेल्न पक्कै सहयोग पुर्याउन सक्छ। टी20 विश्वकपमा राम्रो प्रदर्शन गरेका खेलाडीहरू र केही नयाँ अनुहारका साथमा क्यानले यस प्रतियोगिताका लागि नामावली सार्वजनिक गर्न सक्नेछ। आगामी ओडिआई विश्वकप पुर्याउनका लागि निकै महत्त्वपूर्ण हुने यस प्रतियोगिताका लागि नेपाली टिमलाई शुभकामना। नेपाली क्रिकेट सम्बन्धी यस्तै भिडियोहरू हेर्नका लागि हामीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला।